काठमाडौँको गल्लीबाट उठेको एउटा आवाज जसले गीतलाई मनोरञ्जन होइन सन्देश बनायो। नाम थियो अनिल अधिकारी, तर देशले चिन्यो यमबुद्ध। सिस्टमसँग रिस, समाजसँग प्रश्न र युवाको मनभित्र दबिएको पीडा 2017मा उनी गए, तर आवाज रोकिएन, किनकि साँचो कलाकार मरेर पनि बाँच्छ। आज पनि जब युवाले अन्याय देख्छ, यमबुद्धको लाइन सम्झन्छ, रियालिटी चेक। यमबुद्ध छैनन्, तर उनको विचार अझै जिउँदो छ।